हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। र म चाहिँ आइसकेको छु मिनी ब्लग लिएर। साथीहरू, हजुरहरू चाहिँ के कस्तो हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। अन्त अहिले चाहिँ म आइसकेको छु बारीमा चाहिँ सब्जी खोज्नु भनेर। यो चाहिँ निबुको बोटमा लहरेर एकदमै मजाले फलेको थियो नि त। अनि यहाँ चाहिँ मैले मटर चाहिँ भिजाइरहेको छु, दाल बनाउनु पर्यो भनेर। अनि कुन्द्री र आलु चाहिँ मैले काटकुट गरेर चाहिँ भुटुवा बनाउनु रेडी गरिसकेको छु। अनि आज चाहिँ ड्रम सफा गर्ने दिन पनि हो। एकदमै लेत्रा भएको छ नि त। अनि यहाँ चाहिँ ड्रममा आधी भएको पानीहरू चाहिँ म सबै निस्काएर फ्याँकिरहेको छु। बाल्टिङ भाँडा चाहिँ फुल भएको छ नि त निस्काएर। अनि यहाँ अरू बाहिर पानी फ्याँकिदिइरहेको छु। अन्त म चाहिँ एक्लै लडाउन नसकेर चाहिँ बुढाको हेल्प मागेर चाहिँ अहिले चाहिँ लडाइसकेको छु ट्याङ्कीलाई पनि। तर पनि यहाँ चाहिँ अझै रहेको छ नि त पानी। यो चाहिँ फ्याँकिदिनु न भनेर चाहिँ फ्याँकिदिइराख्नु भएको छ बुढालाई चाहिँ। अन्त साथीहरू, अहिले चाहिँ म पसिसकेको छु ट्याङ्कीभित्र। यहाँ चाहिँ सरफ पानी लिएर घलेर नि त। अनि एकदमै सफा हुन्छ सरफ पानी घल्यो भने। लेउ पलाएर कालै मैला भएको छ। र म चाहिँ एकदम मजाले तागत लाएर घिसिरहेको छु, मारिरहेको छु। ब्रासले हेर्नु सक्नुहुन्छ यस्तो रातै हलिएर पहेँलै भइरहेछ नि त। कति छिटो लेत्रा हुन्छ साथीहरू। 15 दिनमै सफा गर्नुपर्ने हुन्छ। अहिले गरिरहेको छु, फेरि अलिक दिनमा लेत्रा भइहाल्छ। अन्त अहिले चाहिँ ट्याङ्की सफा गरेर चाहिँ हामी चाहिँ आइसकेको छौँ यता बगानतिर। यहाँ चाहिँ हामी खसीले चाहिँ घाँस काट्नु भनेर आएको छौँ। बुढा चाहिँ माथि घाँसमा चढिराख्नु भएको छ घाँस सार्नुलाई। र म चाहिँ तल बुटो लिएर राखिरहेको छु। एकदमै दामी घामपिले लागिरहेछ, हेर्न सक्नुहुन्छ कस्तो दामी देखिँदैछ यहाँको यो भ्यू, हरियालीहरू चाहिँ। अनि म चाहिँ यति धेरै जम्मा गरिदिइसकेको छु मैले चाहिँ। अनि दाउरा पनि खोजेर थुपारिरहेको छु नि त। बुढालाई चाहिँ घाँस धर्नुहुन्छ, म चाहिँ दाउरा भनेर चाहिँ। अनि बजा बाँधेर चाहिँ हामी लाग्यौँ घरतिर। साथीहरू, अहिलेलाई यति नै। भेटौँला अर्को एउटा नेक्स्ट ब्लगमा। बाई बाई।